सबैलाई नमस्कार र हाम्रो साथमा जोडिने सबै अभिभावकहरूलाई हार्दिक स्वागत। हङकङ जस्तो तीव्र गतिमा चल्ने सहरमा बस्नु रोमाञ्चक छ, तर यसले अनौठो चुनौतीहरू पनि ल्याउने गर्दछ। हाम्रो जातीय अल्पसंख्यक युवाहरू प्राय एक तारमा चलिरहेका हुन्छन् र उनीहरू घरमा रहेको सांस्कृतिक अपेक्षासँग स्थानीय समाजमा समाहित हुने दबावलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेका हुन्छन्। यो दोब्बर बोझ हो सबै हङकङका विद्यार्थीहरूलाई भएको मानसिक, शैक्षिक तनाव र सांस्कृतिक अनुकूलनको अतिरिक्त भारी तौललाई हाम्रा धेरैजसा बच्चाहरूले हरेक दिन भाषाई बाधाको साथ सङ्घर्ष गरिरहेका हुन्छन्, विशेष रूपमा स्थानीय पाठ्यक्रममा। जब तपाईको कुराकानी विभिन्न तरिकाले गर्न सक्नुहुन्न, तब साँचो रूपमा तपाईलाई आफू फरक लाग्न सक्दछ। अब यस दबाव कहाँबाट आउँछ भनेर नजिकबाट हेरौँ। हामीलाई थाहा छ कि यहाँ शैक्षिक सफलता उच्च मूल्याङ्कन गरिएको छ र हाम्रा बच्चाहरूको लागि स्थानीय प्रणालीको परीक्षा दिनु भनेको पहाड चढ्नु जस्तै महसुस गर्नु हो र यस पहाडमा बिना उपकरण चढ्न उनीहरूलाई धेरै नै गाह्रो हुने गर्दछ। जब उनीहरू रातभरि बसेर पढ्ने गर्दछन्, मेहनत गर्ने गर्दछन् र त्यसको नतिजा राम्रो आउँदैन, त्यसले उनीहरूलाई निराशा बनाउने गर्दछ र उनीहरूले आफू म यस विषयमा राम्रो छैन भन्ने विश्वास गर्न थाल्दछन् र पढाइको अङ्कको आधारमा र आफ्नो पहिचानको आधारमा उनीहरूलाई नराम्रो लाग्न सक्दछ। किशोर अवस्था भनेको त्यो समय हो जहाँ म को हुँ भनेर हाम्रा नानी बाबुहरूले सोच्ने गर्दछन् र आफूलाई बाहिरबाट पनि विदेशी भएको महसुस गर्न सक्दछन् र घरका परिवारहरूसँग पनि म भिन्न छु भन्ने खालको महसुस हुन सक्दछ र उनीहरूलाई यस कारणले गर्दा ज्यादै नै थकानको महसुस हुने र चिन्तामा धकेलिने वा डिप्रेसनमा पनि जान सक्ने अवस्था आउन सक्दछ। त्यसैले हामी कसरी हाम्रा बच्चाहरूको लागि मद्दत गर्न सक्दछौँ भनेर चाहिँ हेर्न सक्छौँ। विशेष गरी नानीहरू एकदमै चुपचाप रहने गर्दछन् भने त्यो कुरामा तपाईँले ध्यान दिनुपर्ने हुन्छ र उनीहरू किन यसरी मौन रहन्छन्, चुपचाप रहन्छन्, त्यो बारे बुझ्न जान्नु जरुरी छ। र त्यसै गरी उनीहरू धेरै सुत्दैनन् अथवा एकदमै धेरै सुत्छन्। पहिला उनीहरू चाहिँ साधारण कुराहरूमा पनि हाँसिराख्थे भने अहिले चाहिँ त्यो उनीहरूमा छैन, अथवा चाहिँ सानसानो कुराहरूमा पनि झनक रिसाउने गर्दछन् भने यस्तो के भइरहेको छ, अथवा कम बोल्ने गर्दछन् भने किन यस्तो भइरहेको छ भन्ने कुरामा राम्ररी बुझ्नु आवश्यक छ र हामीले उनीहरूलाई राम्रोसँग सुन्नु जरुरी छ। उनीहरूलाई चाहिँ बुझेर उनीहरूको कुराहरू सुनिदिँदाले पनि उनीहरूलाई विभिन्न किसिमको राहत मिल्ने गर्दछ र उनीहरूले आफ्नो मनका कुराहरू भन्दै गर्दा चाहिँ तिमी राम्रोसित पढ, राम्रो गर, सबै राम्रो हुन्छ भनेर नभनिकन उनीहरूलाई उनीहरूको साथीकै रूपमा चाहिँ व्यवहार गरेर उनीहरूको कुरा सुनिदिँदा उनीहरूलाई मेरो आमा बुवाले पनि मेरो कुरा सुनिदिनुहुन्छ है, मलाई बुझिदिनुहुन्छ है भनेर उनीहरूलाई राहत मिल्ने गर्दछ। र तेस्रो कुरा, उनीहरूलाई चाहिँ हामीले मार्गदर्शन गराउनु पर्ने हुन्छ। उनीहरूलाई हामीले यो याद दिलाउनु पर्ने हुन्छ कि यो हामीले हाम्रो आफ्नो भाषा, यहाँको सिकेको भाषा, विभिन्न बहुभाषा बहुसंस्कृतिहरू भनेका चाहिँ सुपर पावरहरू हुन्। हङकङमा जस्तो सहरमा बसेर यो सबै सुपर पावर पाउनु भनेको हाम्रो लागि राम्रो कुरा हो भनेर पनि हामीले सिकाउनु पर्दछ। त्यस्तै गरी अर्को कुरा, तपाईँहरूले आफ्नो नानीहरूलाई चाहिँ नानीहरूको पढाइबाट आउने अङ्क मात्रै ठुलो कुरा होइन, उनीहरूको चाहिँ मानसिक रूपमा उनीहरू स्वस्थ रहनु पनि ठुलो कुरा हो भनेर चाहिँ तपाईँहरूले बुझ्नु एकदमै जरुरी हुने गर्दछ। विद्यालयहरूमा गएर अभिभावकले त्यहाँ बुझ्ने, उहाँहरूसँग राम्रोसँग सोध्ने के भइरहेको छ, कसो भइरहेको छ भन्ने बारेमा जानकारी लिँदा पनि त्यसले तपाईँको नानीहरूलाई धेरै नै राम्रो गर्ने गर्दछ र भोलिको लागि हामीले एउटा राम्रो समुदाय बनाउनको लागि हामीले आफ्नो नानीहरूको लागि ध्यान दिनु, उनीहरूको लागि सहयोग गर्नु, उनीहरूलाई बुझिदिनु एकदमै महत्त्वपूर्ण हुने गर्दछ। सुन्नु भएकोमा यहाँहरूलाई धन्यवाद।